हेलो नमस्ते सेवन्ने सबैजनालाई म सदीक्षा चामलिङ अनि जतिजनाले पनि मेरो भ्लग हेरिरहनु भएको छ उहाँहरू सम्पूर्णलाई आजको मेरो न्यू डे न्यू भ्लगमा वेलकम छ। अनि आजको मेरो भ्लग चाहिँ कहाँदेखिको स्टार्ट गर्दैछु भने म चाहिँ यहाँ बारीदेखिको अनि कलेज जानुको कारणले गर्दाखेरि म चाहिँ यहाँ सब्जी बारीमा नआएको चाहिँ धेरै भन्दा पनि धेरै भएको थियो नि त। अनि राम्रोसँगले म यहाँनिर हेर्दै पाएको छैन हैन। अन्त कति दिन बाद म यहाँ बारीको पनि भ्लग बनाउँदैछु र आज चाहिँ म यहाँ सब्जी बारीमा घुम्नेवाला छु र सँगसँगै तपाईँहरूलाई पनि म यहाँनिर घुमाउँछु अनि मेरो भ्लग तपाईँहरूले एन्डसम्म हेरिदिनुहोस् है। सो लेट्स स्टार्ट। अनि आजको वेदर अपडेट हेर्नु पर्दाखेरि एकदमै दामी छ, एकदमै दामी भन्दा पनि दामी घाम लागिरहेको छ, दामी छ आजको डे। अनि अहिले चाहिँ यहाँनिर यी बारीमा छु म चाहिँ। यो देख्दै गरेको चाहिँ हो पालकी, एकदमै अर्ग्यानिक है। म चाहिँ अब कति भएको थियो नि त बारीमा नआएको, अनि अहिले चाहिँ यहाँ म भ्लग गर्दैछु र तपाईँहरूलाई पनि देखाउँदैछु। अनि हाम्रो घरमा रोपेको काँक्रा चाहिँ यत्रो भएको छ। अस्तितिर चाहिँ सिर्फ धनियाँ मात्रै थियो, किनभने हाम्रो घरमा सब्जी चाहिँ सिजन वाइज लगाउँछ। अनि अस्ति चाहिँ धनियाँ थियो, धनियाँको सिजनमा चाहिँ सिर्फ धनियाँ मात्रै। अनि अहिले चाहिँ काँक्रा, धनियाँ चाहिँ लास्टमा रोपेको चाहिँ छ, अलिअलि, छैन चाहिँ होइन, छ है, तर अलिअलि छ, अस्तिको भन्दा त्यस्तो बेसी चाहिँ छैन। अनि अहिले चाहिँ काँक्राको सिजन आइसकेको छ है। तपाईँहरूकोतिर त फली पनि सक्यो होला काँक्रा। अनि हाम्रोमा चाहिँ कत्रो हुँदैछ काँक्रा भनेर म तपाईँहरूलाई आजको यो भ्लगमा देखाउँछु। सो किप वाचिङ है। यत्रो हुँदैछ हाम्रो घरको काँक्राको बोट चाहिँ। अनि यहाँ फुल पनि लागिरहेको छ एज यु क्यान सी गाइज। सो अहिले चाहिँ हामी काँक्रा मात्रै रोपेको छ नि त, ड्याममै काँक्रा छ वारपार होइन। अहिले चाहिँ यो सानो भएर चाहिँ यतिको भएको छ। अनि अब अलिक पछिदेखि चाहिँ यहाँनिर ड्याममै काँक्रा चाहिँ ठुलो हुन्छ होइन, ड्याममै हुन्छ नि त। अनि यहाँनिर चाहिँ छ यो टमाटर फलिरहेको छ। सो अहिले चाहिँ म घरदेखिको माथि छु, यहाँनिर भ्लग गर्दैछु। यहाँ तलनिर चाहिँ सिमी रोपेको छ हामीले, तपाईँहरूले गएर मेरो सर्ट्स भिडियोमा हेर्नु सक्नुहुनेछ है। अनि यहाँ छ पालकी, धनियाँ पनि छ यहाँनिर, यी अलिअलि पलाउँदै गरेको धनियाँ नै हो। अनि यहाँ चाहिँ छ बिन्स, सिमी, तलनिर चाहिँ हामीले ड्याममै रोपेको छ। अलिक पछिदेखि चाहिँ काँक्रा पुरा हुने गर्छ, यो चाहिँ स्टार्टिङ मात्रै हो र तपाईँहरूलाई म समटाइम्स चाहिँ अपडेट दिँदै गर्छु। करिएन्डर छ हाम्रोमा, छ भने चाहिँ कि तर कम्ती छ नि त। यहाँनिर चाहिँ छ सिमी, काँक्राको साइडमा चाहिँ सिमी यसरी लगाएको छ हामीले। अहिले चाहिँ म भ्लग गर्दै यहाँ घरदेखिको माथि लास्टको यो गरामा आइपुगेको छु, पालकी। अनि यो चाहिँ हो सुन्तलाको बोट। अनि यहाँनिर चाहिँ छ यी के भन्छ यो धनियाँ चाहिँ यति छ है। यो चाहिँ अस्ति लास्टमा रोपेको हो नि त, त्यसपछि चाहिँ हामीले काँक्रा मात्रै लगाएको छ। यति बिग्न छ कि काँक्रा चाहिँ, म तपाईँहरूलाई अब यहाँ परनिर देखाउँछु है। म चाहिँ फोनको कभर चाहिँ हातमा राखेको, किनभने चाहिँ अल्ट्रा वाइड गर्दाखेरि चाहिँ यो फोनको कभरले चाहिँ त्यस्तो मजाले क्यामेरै देख्दैन नि त। अनि म चाहिँ कभर निकालिकन बनाउँछु अल्ट्रा वाइड हुँदाखेरि चाहिँ। यो चाहिँ मैले अस्ति किनेको यो फोन चार्म, कस्तो लाग्यो प्लिज डु कमेन्ट। अब चाहिँ म यहाँदेखिको ओह्रालो जाँदैछु। यस्तै छ नि बाटो चाहिँ बारीको। पम्किनको फ्लावरमा चाहिँ कमिलाहरू बसिरहेको रहेछ पुरै। सो यहाँनिर चाहिँ काँक्रा फलिरहेको रहेछ है, वाउ है, कस्तो दामी। अनि यहाँबाट पनि चिचिला लाग्दै रहेछ काँक्राको, सानो हुँदैछ है, फल्दै रहेछ यताको चाहिँ। उतापट्टिको बारीको भन्दा चाहिँ यतापट्टिको चाहिँ हामीले अलिक छिटै रोपेको नि त। अनि यहाँनिर फल्दै रहेछ हो। डल्ले खोर्सानी र लसुनसँग खानु कस्तो दामी हुन्छ। यहाँनिरको चाहिँ काँक्रा फल्दै रहेछ। अनि हाम्रो बारीमा चाहिँ काँक्रा चाहिँ नभनेको पनि 300 वटा भन्दा चाहिँ प्लान्ट चाहिँ बेसी नै रोपेको छ है। अब फलेपछि त कस्तो दामी हुन्छ है। एकदमै हार्ड वर्किङ, एकदम मेहनत चाहिन्छ रोप्नुको लागि चाहिँ, नभए चाहिँ हुँदैन। यसको यो सपोर्टर के भन्छ, यो बाँस बोक्नुपर्छ है। अस्ति चाहिँ छुट्टीभरि बोकेको मैले चाहिँ, अनि योहरू डल्लै छुट्टीभरि बोकेको मैले होइन। आधी चाहिँ घरकोहरूले बोक्यो होला है, खै मलाई थाहा भएन। अनि आधी चाहिँ मैले बोकेको थिएँ अस्ति छुट्टीभरि। कस्तो साह्रो पर्छ यसलाई स्याहार्नुको लागि हो, पुरा मेहनत चाहिन्छ अनि मात्रै फल्छ काँक्रा चाहिँ। डल्ले खोर्सानीको बोट चाहिँ यहाँनिर छ, लास्ट इयरकै हो। अनि अहिले चाहिँ यहाँ फेरि न्यू पत्ताहरू पलाउँदै रहेछ, फुल्दै पनि रहेछ। अनि हामीले यहाँ नयाँ पनि लगाएको छ डल्ले खोर्सानी। रोप्नु चाहिँ आमाले रोप्नु भएको, तर मेरो काम चाहिँ यहाँ खन्ने र मल बोक्नु मात्रै थियो। झारले यस्तो डरलाग्दो भइरहेको रहेछ, यहाँनिर पनि गोड्ने बेला भइरहेको रहेछ है। यहाँ पनि डल्ले खोर्सानी रोपेको, यहाँ चाहिँ हामीले नयाँ बोट रोपेको छ। अनि यहाँनिर चाहिँ छ पुरानो। आज चाहिँ गरम एकदमै डरलाग्दो छ, किनभने डरलाग्दो घाम लागिरहेको छ नि त आज। अन्त अब चाहिँ म फेरि यताको बारीमा पस्न आँटेको। हेरौँ कति छ काँक्रा।
फल्दै मलाई यतातिर त सायद है। यत्रो ठुलो भएको छ यहाँ काँक्राको बोट। अनि यही देख्न सक्नुहुनेछ। भोलि पर्सि चाहिँ पानी पर्दाखेरि चाहिँ यहाँभित्र पस्यो भने चाहिँ भिज्दैन फेरि हो। यो भित्ताको चाहिँ हो फर्सी। अन्त यहाँदेखिको परसम्म नै छ काँक्रा। यहाँनिर त फल्दै पनि रहेछ काँक्रा है। यति बेसी छ होइन। अघि चाहिँ म यताबाट आएको भ्लग गर्दै गर्दै अब यहाँदेखिको उता जानेवाला छु। यहाँ चाहिँ छ यो रातो खालको साग। मलाई चाहिँ पुरा मनपर्छ रातो खालको साग चाहिँ। काँक्रै बारी छ। फर्सीको मुन्टा। यहाँ माथिको काँक्राको बोट चाहिँ अग्लो अग्लो भइसकेछ। म चाहिँ पस्न सकिनँ त्यहाँ माथि बेसी झोरी भएर हो। अनि म चाहिँ यहीँ तलबाट यो भ्लग गर्दैछु। यो देख्दै गरेको जम्मै काँक्राकै बारी मात्रै हो। यत्रो यत्रो भइसकेको छ अन्त यहाँनिर खै यता परसम्म नै छ। अहिले चाहिँ म काँक्रा बारी घुमिसकेर जाँदैछु घरतर्फ। अनि हाम्रो बारीमा चाहिँ सिर्फ अहिले चाहिँ काँक्रा मात्रै छ। किनभने काँक्राको सिजनले गर्दाखेरि नि त काँक्रा मात्रै हुन्छ। अस्ति धनियाँको सिजनमा धनियाँ मात्रै थियो है। अहिले पनि छ धनियाँ तर अब अलिअलि मात्रै छ। अनि अहिले चाहिँ सिर्फ यहाँ काँक्रा मात्रै छ। तपाईँहरूले देख्न सक्नुहुन्छ। अझै घरदेखिको तल गएको छुइनँ म। अनि यति घुम्दै फेरि हत्तु भयो। यहाँ परनिर चाहिँ पुरा झोडी भइसकेको छ नि त। बाँसहरू ठुलो ठुलो छ। अनि काँक्रा पनि ठुलो ठुलै हुँदैछ। अनि त्यहाँभित्र पस्दा चाहिँ पुरा गरम भयो। घरभित्रै बस्यो भने चाहिँ ठिकै हुन्छ कि। तर बाहिर निक्लेपछि चाहिँ ओभर गरम हुन्छ हो काम गर्न थालेपछि चाहिँ। अनि अब चाहिँ म जाँदैछु घर। सो अहिले चाहिँ यहीँ काँक्राको सिजनमा चाहिँ सिर्फ काँक्रा मात्रै। अनि अहिले चाहिँ जस्ट स्टार्टिङ मात्रै हुँदैछ। भर्खर चिचिरा लाग्दै रहेछ। भर्खर फल्दै रहेछ एक दुईवटा। अब अलिक पछिदेखि चाहिँ पुरा हुन्छ। म त्यति बेलामा पनि न्यू भ्लग बनाउँछु। अनि तपाईँहरूलाई अपडेट दिँदै गर्छु मेरो घरको यहाँ सब्जीबारीमा। घरको वरिपरि चाहिँ अब सब्जीबारी फुलहरू मात्रै छ नि त मेरो चाहिँ। अनि त्यस्तोकै भ्लगहरू बनाउँछु म चाहिँ हो। अन्त जाँदैछ अब चाहिँ घर। यहाँ सोप रहेछ। त्यहाँनिर चाहिँ गार्लिक। अन्त यहाँ छ स्प्रिङ अनियन्स। सो यहाँको गार्लिक चाहिँ उखालिसकेको छ हामीले। अब यहाँनिर फेरि न्यू सब्जी लगाउनुको लागि मल रेडी छ यहाँनिर। डल्ले खोर्सानीको बिउ यहाँनिर छ बहुत सानो। अब चाहिँ म घर गएको किनभने मैले खाना खाएको छुइनँ नि त आज। अब चाहिँ म गएर खाना खान्छु। अनि आजको मेरो यो सानो भ्लग यहीँ एन्ड गर्छु। थ्याङ्क्स फर वाचिङ माई भ्लग। बाई बाई एभ्रिवान।